हेलो 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 गुड इभिनिङ दिस इज प्रकाश ढकाल। आज फेरि अत्याधिक वर्षा हो कारणले गर्दाखेरि यहाँ बाहिर हाम्रो चाइना क्याम्पमा चाहिँ के हुँदैछ के छ अवस्था भन्ने बारेमा तपाईँलाई देखाउनलाई म ड्युटीबाट आएर हत्तपत्त चाहिँ एउटा टी सर्ट भित्र चाहिँ फेरि म बाहिर गइसकेँ। बाहिरको अवस्था आज एकदमै डेन्जर छ। यहाँ चाहिँ भीषण पानी परेको छ। म चाहिँ हल्राइन चाइना क्याम्पमा बस्छु होइन। भीषण पानी परे पछाडि चाहिँ त्यहाँ के छ त्यहाँको अवस्था के मान्छेहरू कसरी आवजत गरिरहेको छ भन्ने बारे म तपाईँलाई देखाउन गइरहेको छु। अब म तपाईँलाई एकैचोटि सिधै चाइना क्याम्पको अलराउन्डर घुमेर देखाउँछ है त। बाबा यो चाहिँ मेरो रुम हो। यो चाहिँ हाम्रो रुम हो साथी हो। हामी यसरी बस्छौँ। हेर्नुहोस् आफ्नो आफ्नो हाम्रो सबै सम्पत्ति भनेकै खाट, दुई तले खाट र चाहिँ यही एउटा के हो यो ठ्याङ्ग्रो छ। हाम्रो सम्पत्ति भनेको यही हो। यो चाहिँ मेरो रुम। म सुत्ने ठाउँ यहाँ छ है। यसरी छेकेर राखिन्छ होइन। यो चाहिँ भर्खर ड्युटीबाट आएँ लुगा सर्दैन। पानीको क्यान चाहिँ यता राखेको छु। त्यहाँ चाहिँ भर्खर चना उसिन्न बसाल्ने भोलिको लागि। र मेरो लुगा राख्ने ठाउँ चाहिँ यहाँको यस्तो छ। यस्तो ठाउँमा लुगा राख्छौँ। यहाँ एउटा ड्रेस यतापट्टि छ, एउटा ड्रेस यतापट्टि छ होइन। त्यो छ। त्यही भएर हामीहरू चाहिँ यसरी बसेका छौँ। क्याम्पमा यसरी बसेका छौँ। नेपालको राष्ट्रिय झन्डा सर्लक्क देखिएको छ। अब तपाईँहरूलाई म यहाँ दायाँ बायाँ यताउता केही कुरो नगरिकन एकैचोटि सर्लक्क बाहिरको वातावरण देखाउनु गइरहेको छु। बाहिरको वातावरण देखाउनु गइरहेको छु। पानीले हिलामै भएको छ। ल हेर्नुहोस् यस्तो छ वातावरण है त। अब म एकैचोटि तल गएर देखाउँछु। अब एकैचोटि तल गएर देखाउँछ आजको भ्लगमा के छ भन्ने कुरोको अवस्था के छ भन्दाखेरि एकदमै दयनीय छ। पुरै पानी नै पानीले भरिएको है। पुरै पानीले भरिएको। आवत जावत ठप्प चाहिँ यो चाहिँ हाम्रो चाइना क्याम्प हो माई गड। ल हेर्नुहोस् क्याम्पको हालत हो माई गड। पानीले डुबेको छ। ल हेर्नुहोस् क्याम्प चाइना क्याम्प खुब रमाइलो छ चाइना क्याम्पमा पनि। ओर्लिसके पानी जहाज चल्न हाम्रो केटी ओलीको पानी जहाज चढ्नलाई यसरी यहाँ ओर्लिसके है। त्यहाँ के चाहिँ हाम्रो क्याम्प पानीको क्याम्प यस्तो छ चाइना क्याम्प। हाम्रो क्याम्पको अवस्था हेर साथी हो। यो रुम, यो चाहिँ हाम्रो गाडी जाने ठाउँ करिडोर। पानीले सर्लक्कै लाएर चाहिँ क्याम्प डुबाएको अवस्था छ। ल हेर्नुहोस् यहाँ। ल हेर्नुहोस् यहाँ क्याम्प बानिया चाइना क्याम्प। चाइना क्याम्प त नभएर अबुधाबीमा चाहिँ युएईमा 2-3 दिनदेखि भीषण पानी परिरहेको हुँदाखेरि चाहिँ यहाँको अवस्था के छ भनेर म सर्लक्कै देखाउन गइरहेको छु। सर्लक्क देखाउन गइरहेको छु यहाँको अवस्थाको बारेमा। सर हेर्नु त्यहाँदेखि पानी पर्दाखेरि के हुन्छ कस्तो छ त, खाडीको अवस्था पानी पर्दा के हुन्छ भन्ने बारेमा चाहिँ देखाउनको लागि मैले चाहिँ एउटा भ्लग तयार पारेको छु साथीहरू। ल सबैतिर यस्तै पानीले पुरेको छ। सबैतिर रमाइलो छ। यो पानी मेरो ख्यालमा 4-5 दिनसम्म यो पानी सुक्दैन। यत्तिकै हुन्छ यो पानी। 4-5 दिनसम्म यो पानी सुक्ने अवस्था छैन। ल हेर्नुहोस् यहाँ। ल हेर्नुहोस् यहाँ। ल माछुमा हेर्नुहोस् यहाँ। पानीले डुबायो चाइना क्याम्प डुबायो। ल हेर्नुहोस् क्याम्पको अवस्था यो अहिले तत्कालको लागि क्याम्पको अवस्था छ। गाडीहरू आवाजहरू गरिरहेका छन्। अब मान्छे हिँड्ने ठाउँ त यतापट्टि साइड चाहिँ अलिक छ तर पानीले सर्लक्कै क्याम्प लगभग पुरेको छ। तल भुइँतलामा बस्ने मान्छेहरूलाई एकदम समस्या जस्तो परिरहेको छ। भुइँतलामा बस्नेहरूलाई चाहिँ अहो। ल हेर्नुहोस् यो त क्या साइडमा चाहिँ होटल अनि बिचमा चाहिँ समुद्र खोले जस्तो समुद्री झल्को दिने बिटा सर्र डुङ्गा हिँड्ने होइन। माछा यता र उता चाहिँ होटल जस्तो देखिन्छ नि त। यता र उता चाहिँ होटल जस्तो देखिन्छ। ल हेर्नुहोस् अवस्था क्याम्पको। ल यो चाहिँ हो चाइना क्याम्प। वास्तवमा यसैलाई भन्छ चाइना क्याम्प। आजको चाइना क्याम्प चाहिँ हो साथीहरू। ओल्लो गल्लीबाट पल्लो गल्ली, ओल्लो रुमबाट चाहिँ पल्लो रुममा हिँड्नलाई अवस्था यो छ पर्नु। ल हेर्नु यहाँ क्याम्पको अवस्था हेर है साथीहरू। चाइना क्याम्पको अवस्था अहिले बेलुकाको लगभग 7-7:30 हुन लागेको छ। 7:30 हुने बेलासम्ममा चाहिँ यस्तो छ। एकबारी अलिक ठुलो भीषण पानी पर्यो भने यहाँ चाहिँ लगभग डुबान हुने पक्कै नै छ क्या। त्यसरी भुइँ तलामा बस्ने मान्छेहरूलाई एकदम गाह्रो छ। यहाँ यो वर्षा भइसके पछाडि चाहिँ पानी जाने ठाउँ नै पानीको निकासै नहुने जस्तो यहाँको चाहिँ भनौँ न यस्तो छ क्या। ल हेर्नु यहाँ सबैजना मान्छेहरू चाहिँ कामबाट फर्किने क्रम जारी छ। म आफै यसरी हिँडिरहेको छु है पानीबाट। अब यहाँबाट रोटी खान जानुपर्ने छ। विशेष गरी खान जाने ठाउँमा कसरी पुग्यो भनेर चाहिँ मलाई यहाँ शङ्का छ। ड्युटीबाट आउँदा पनि अघि जुत्ता चप्पल खोलेर आएको भिडियो देखाइहालेँ होइन। जुत्ता खोलेर आयो।
ल हेर्नुहोस् क्याम्प हाम्रो आज यहाँभन्दा अरू क्याम्पमा के पनि देख्न मिल्दैन आज पानी मात्र हो जतासुकै पानी मात्रै हो क्याम्पमा पानी भन्दा चाहिँ अरू केही छैन यहाँ यो गल्ली पनि भरिएको छ यतापट्टि म आएको बाटो यो भरिएको छ यतापट्टि पुरै भरिएको छ त्यस्तै यतापट्टि पुरै भरिएको छ ल भिडियो हेर्दै गर्नुहोस् है भिडियो हेर्दै गर्नु भिडियो हेर्ने मात्रै होइन भिडियो हेर्दै गएपछि एक सब्सक्राइब पनि हान्ने हो भिडियोसँग बसेर यहाँको चाहिँ कस्तो के छ हाम्रो भन्दा मैले रुमदेखि लिएर आफूले अर्डर गर्ने ड्युटीदेखि लिएर सब ठाउँको चाहिँ पोस्टहरू गरिरहेको छु कुपचुको एक सब्सक्राइब गर्ने यहाँ अब चाहिँ मोनिटाइज हुने बेला मेरो युट्युब चाहिँ मोनिटाइज हुने बेला भइरहेको छ मोनिटाइज हुने कर्खरमा छ सबलाई एक सब्सक्राइब चाहिँ गर्नुपर्छ है साथीहरू एक सब्सक्राइब यस्तो पानीमा डुबी पानीमा डुबी भिडियो बनाएको पनि देखाएको छु अनि यति एउटा सब्सक्राइब पनि नगरेर के काम लाग्यो त नि अब उता नि पऱ्यो गयो पानीमा गर त भएन अरे गर त भएन उत्रनु पर्यो यता पछाडि पानी देखिरहनु भएको छ समुद्र जतिकै छ क्या वारिपारि चाहिँ ठुल्ठुला होटल माथि समुद्र डुङ्गा हिँड्ने जस्तो देखिरहेको बाटो गाडी गइरहेको छ पुरै लगभग घुँडासम्म पानी आउने छ त्योभन्दा पछाडि चाहिँ अब यहाँमा चाहिँ अब खानकी खानु पऱ्यो भनेर यहाँ अब दोकानतिर आउँदैछ हामीहरू यो चाइना क्याम्प वार्ने चाइना क्याम्पभित्र बस्ने मान्छेलाई चाहिँ रोटी सोटी बैंक पैसा घर पठाउने चाहिने सामान किन्ने सब ठाउँ यही हो सबै कुरा यहीँ छ कहीँ जानै पर्दैन यहाँभित्र पसिसकेपछि ए टु जेड सबै पाइन्छ र यो चाहिँ ऊ भयो मदिना मार्केट यहाँ चाहिँ यहाँ रोटी खाने लाइन हो यो रोटी खानलाई बस्या लाइन हो रोटी खानलाई यहाँ 2 घन्टा कुर्नुपर्ने अवस्था छ है आजलाई आज पानी यति पऱ्यो कि रोटी खानलाई 2 घन्टा कुर्नुपर्ने अवस्था छ आज रोटी खान पाउने छैन आज रोटी खान पाइने छैन ल यो भिड हेरेर आज रोटी खान पाउने अवस्था छैन ल यो चाहिँ रोटी खाने भिड हो पुरै ल रोटी खाने भिड आज रोटी खाइयो त रोटी खाइएन यो भिडले चाहिँ अब रोटी खाइएन ब्लॉग बनाया भाई ब्लॉग आज रोटी नहीं खाएगा भाई इतना ज्यादा भीड़ में कैसे खाएगा रोटी आज देखो पूरा पूरा देखो 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 ये पूरा रोटी खाने का लाइन है ये भाई ये रोटी कोई खा रहा है कोई लोग खा रहा है कोई लोग इधर खाने का लाइन में है कैसे खाएगा हम रोटी अभी इतना भीड़ में बैठ कर देखो ओ माय गॉड क्राउड अराउंड क्राउड रोटी खाने को भीड़ को क्राउड हो आज यस्तो भीड़ त कहिले पनि देखेको थिएन मैले यहाँ आएर त पानी चाहिँ आजको ठुलै पानी पर्यो म यहाँ बसेको 6 वर्षमा आज दिनभर जस्तै साउने झरी लाग्यो घरि पछाडि चाहिँ रोटी खानेको भिड ल सकिन्छ आज लाइट पनि एकदम कम्ती छ ठुलो लाइटहरू चाहिँ अफ भइरहेछ त्यो रोटी खानेको भिड है रोटी खानेको भिड ल आज चाहिँ यहाँ बाहिरपट्टि अब पानी ठुलो परेपछि सबै चाहिँ गल्लीहरू जाम भए पछाडि छ नि यहाँका बाहिरका लाइटहरू पनि एकदमै चाहिँ बन्द भएको अवस्था छ र यहाँ अँध्यारो भए पनि क्यामेरामा केही लाइटलाई चाहिँ मेन्सन गरेर सर उज्यालो देखाइरहेको छ जस्तो छ पुरै अन्धकार छ गल्लीहरू सबैतिर पानीले भरिएको छ यतातिर चाहिँ बाहिर जति पनि यो प्लेग्राउन्डमा हुने यतापट्टिको लाइटहरू थियो जति पनि लाइटहरू थियो लाइट चाहिँ पुरै बन्द भइसकेको छैन लाइट चाहिँ पुरै अफ भएको छ यतापट्टि यो मस्जिद छ यहाँ माथिसम्म चाहिँ पानी आइपुगेको छैन होइन तल हिँड्ने गल्लीमा मात्रै पानीले भरेको यो मस्जिद हो छोटो बनाउँछु भन्दा हुँदै लगभग चाहिँ 10-11 मिनट भइहाल्यो ल है त यो रोटी खाने भेट देखाउँदै म आफू पनि रोटी खाने भेट देखाउँदै म आफू पनि रोटीको लाइनमा बस्न गइरहेको छु रोटी खाने लाइन पुरै रोटीको लाइन रोटी जम्मै रोटी लाइन हो आज यस्तो लाइन त कहिले पनि बसेको सबै रोटीको लाइन सबै रोटी आफू पनि बाई बाई भन्न चाहन्छु र लास्टमा आएर हेर्छे भाइ एक सब्सक्राइब एक लाइक गरेर जान्छ साथी बाई बाई।